गाइस सक बनायो स्याप भागिरला साँच्चीकै हो ह्याङ्ग्रे के ह्याङ बाबा हामी होइन तर हल्का खाएको थियो फ्रेस चाहिँ लगभग भइसक्यो होइन यहाँ चाहिँ तर सिजिर बाहिर आउँछ आएर केही गर्दैन तर बस्न ल हाम्रो अङ्कल त यस्तो बेस्टवाला हो कि होइन कसम फेरि हेर वाइले रमाइलोवाला क्या ल सिसिआर ब्लग सिसिआर भिएलओजी भिएलओजी सिसिआर ब्लग चला नमस्ते गाइस आफ्टर लङ टाइम हामी टक्लाएर भ्लग बनाउँदै आज लामो यात्रा अगाडिको सानसानो ट्रिप थाहा भइसक्नुभयो हामी कहाँ जाँदैछौँ भनेर यस्तो जाँदैछौँ गाइस ल चिया खान रोकेको बिहानको 5 बजी निस्केर हामी अहिले गल्सी 4 धादिङ गल्सी 4मा आइपुगेको छ निन्द्रा हल्का लागिरहेको छ हिजो सुत्या पनि थिएन खासै धेरै अनि त्यही भएर है गाडी यता छ हाम्रो चिया खाएर अनि निस्किन्छौँ हामी A few moments later. जाममा परेका छौँ जाम पनि खुल्छ घरिघरि यस्तो हुँदो रहेछ नि त यो त दामी आउँदो रहेछ नि त क्यामेरा होइन के हो सिसिआर ब्लग यहाँ जाम भएर यहाँ तनाव भइसक्यो के भन्नु बुढाले चाहिँ हुनुहुन्छ फेरि यता दाइ फेरि चुपचाप हो फेरि केही के अरे शुभ शङ्खै छैन दाइको फेरि के हो फन्डा भनिदिनु पऱ्यो यो चाहिँ गर्मीमा जाममा बस्नु जति पेडा अरू के होला भन्नु त अझै एसी नचल्ने गाडी हाम्रो त गाडी रननमा चल्छ है फेरि भाइरल होला टक्क लगाएर दाइ पनि यता भिडियो खिच्दै हामी पनि यता क्या दामी पिस बुद्ध चोक होइन दामी रहेछ ल बाटो चाहिँ बाइक ल्यायो भने त यस्तो मजा आउने चाहिँ केटा हो दामी ल दामी दामी है रात पर्न आइसक्यो हामी अब लागौँ भोलि भेटौँला है भोलि भेटौँला आमै 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 दाइ ल हाने ल ल ल ल ल यो डाँडा काँडाले पुरै यो ढाक्या छ यो के भयो आमै 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 यसरी हेर्दै यसरी हेरिरहेको छु म आमै आमै A few moments later. सो फाइनली गाइस हामी जोमसोम आएर बस्ने प्लान गऱ्यौँ गाडी यहाँ छ टक्कर दाइहरू भित्र हुनुहुन्छ है अनि एकजना दाइ चाहिँ लास्ट मोमेन्ट भयो उहाँ चाहिँ रेस्ट गरिरहनु भएको छ हामी चाहिँ अब यहाँको मार्फा भनेको चाहिँ यहाँको एउटा लोकल पक्षी रहेछ खाने प्लान भइरहेछ है खानको लागि हामी रेडी छौँ एक्साइटेड छौँ एकदम चिसो माइ गड यस्तो टाइपको क्या है दामी छ ल भित्र गएर भेटौँ हामी यहाँ छ यो के गरे अङ्कल यो ए चौरीको पुच्छर रहेछ होइन जोमसोम हो जोमसोम मार्फा हो अनि दाइ यहाँ चार्ज गर्दै हुनुहुन्छ यो दामी के यार यो भाँडाकुँडाहरू होइन यस्तो यहाँको सजावट यो भित्रको यो होइन एकदम दामी छ रमाइलो सोच्यो भन्दा बढी ल गाडी हाम्रो बाहिर छ ल अब हामी एकछिनमा भेटौँ आइता हस्ता नमस्ते रमाइलो हुँदैछ त्यही भएर हाम्रो ल सुन्दर फुलको अगाडि क्या ह्यान्डसम मान्छे हुनुहुन्छ होइन के भनौँ भयो कि लाज रमाइलो आज हँसाएर
हाम्रै बाहिर यार के भन्नु केटाहरू गाडी यार हाई लागेर यार लसुन ल्याउन हो म मलाई यस्तो लास्ट कमेडी यार चाहिने भयो यार हाई लागेर लसुनको ल यहाँ हामी हल्ला अलिक बढी भए जस्तो लाग्यो है बाहिर जाडो भयो क्या हो मेरो दाइलाई अनुसारको दिन परेन खानु परेन ल हामीलाई चाहिँ होइन तर त्यत्रो टाढा हामी बिहानको 4 बजीदेखि त्यही त 4 बजीदेखि निस्केर आयो नि हामी थकाइको महसुस चाहिँ छैन है अनि अझ म उसले रातभरि गाडीमा लानु मन लाग्छ मलाई पनि कसम गाइज होइन यति पनि के है मलाई त त्यही नयाँ बजारतिर घुमेर आएको जस्तो त्यो रमाइलो भइरहेको छ कि अचानक त के भन्नु कस्तो लागिरहेको तपाईँ त झन् यार राइडर आजको फुल राइडर के होइन उसलाई त्यस्तो मैले 19-20 घन्टा गाडी चलाउनु लाउँछु मैले उहाँको जोस आजको यति उहाँको जोस नै बवाल क्या होइन लगाइ आजको दिन लास्टै लाइफकै बेस्ट मेमोरी क्रिएट गर्दैछौँ होइन लाइफको बेस्ट मोमेन्ट हो यो त्यही हो जोस् आज हामी सँगै छौँ भोलि हामी सामान्य परिस्थितिले कहाँ पुग्यो पनि यो दिन सबैको एक झलक चाहिँ सबैको यादको एउटा परिभाषा भइ सजिनेछ मेरो च्यानलमा है त्यही भएर ल धेरै धेरै धन्यवाद तपाईँलाई यो ट्रिपको लागि है त अनि उहाँलाई पनि धेरै धेरै धन्यवाद मेरो दाइलाई यो ट्रिपको लागि उहाँहरूको प्लानमा चाहिँ म उहाँलाई चाहिँ के भन्न चाहन्छु भने उहाँ चाहिँ हाम्रो गोल्डन हार्ट हुनुहुने हाम्रो दाइलाई धेरै धेरै धन्यवाद ल एकछिन पछि भेटौँ हामी यो हाम्रो यादको यो हाम्रो च्याङ्लाको अनि यो चाहिँ हाम्रो के गरे दाजु स्याउको मार्फा है त लगाइ टक्क लगाएर हामी यहाँ सुरु गरेका छौँ स्याउको मार्फा एकदमै फर्स्ट पाइटै बल चाहिँ स्वास्थ्य रहेछ कि लोकल टाइपको होइन भाइ गाइज दामी रहेछ यो चाहिँ टेस्ट गरौँ न यो ठिक हो यो चेक गर्नलाई उहाँ बोसलाई चाहिँ एक प्याक हान्न पाएन पहिला के भऱ्यो दाइ के भऱ्यो रस्काएर हल्का लागेको अवस्था दाइ चाहिँ हाम्रो फ्रेस भएर आइसक्नु पुरा यहाँ जेरी मुभी सुटिङ बाटोमा जानु लाग्छ खाना खाएर जाने हो होइन ल दाइ चाहिँ हाम्रो आइसकेको छ खाना आइसक्यो है टक्क लगाएर दाइहरू ल है खाना आइसकेको छ दाइ घिउ छ होइन ल अलिकति घिउ चाहिँ घिउ चाहिँ खाइदिउँ है ल चट्ट लगाएर घिउ यसमा पहिला छ्वास पारिदिउँ त 3 चम्चा दाइ चौरीको घिउ चाहिँ धेरै पच्दैन लगाइस एकछिन पछि अब भेटाउन खाना A few inches later. ला जाडो यार जाडो 50% चाहिँ यहाँको जाडो चाहिँ सबलाई गर्मी भइरहेछ जाडो भइरहेछ मलाई गर्मी भइरहेको है ओ माई गड च्याप भएर हो क्या म्याथ ओ माई गड लास्टै च्याप भएछ क्या यहाँको लोकल मार्फाले ओ माई गड शिट है
त मेरो फ्यामिलीलाई चाहिँ म सरी भन्न चाहन्छु स्पेसली मेरो भाइ बसन्तलाई घुम्न आएको म एउटा परदेशी सो गाइज फाइनल्ली हामी अछामी दाइ र म के भन्छ यहाँ चाहिँ तपाईँहरू थाहा भयो होला जेरी मुभीको सुट भएको थियो आज जेरी मुभी होइन शिशिर मुभी सुट भइरहेछ है दामी यहाँ चाहिँ अनमोल केसीले हिरोइनलाई रक्सी खुवाएर डुबाएको टोल है ठाउँ हो यहाँ चाहिँ तर शिशिर भाइ रक्सी खाएर केही गर्दैन ए लोकल चुप के भयो ए लोकल भने चिन्यो लोकल भने चिनिस् नि तैँले भाइहरूलाई दामी दामी यतातिर चाहिँ क्या दामी लाग्यो मलाई यहाँ यो अर्काको घरमा हामीले डिस्टर्ब गर्नु हुँदैन किनभने किप क्वाइट प्लिज ओके के यहाँको छाला वा दामी झ्यापको त म जस्तो छ त्यस्तै पोस्ट हालिदिन्छु किनभने यो मेरो लाइफको बेस्ट मोमेन्ट हो मार्फा मुस्ताङ है तर लोकल गिफ्ट सप है तर नाइस के है यो एरिया चाहिँ अगाडि पछाडि सोच्नु पर्दैन हामीलाई थाहा छैन बाइकहरू चाहिँ बाइकहरू तर नाइस रहेछ यता गाइड सक बनायो झ्याप भागीहरू लाडे साँच्चीकै हो झ्याप भागी साँच्चीकै हो के हो के यो गोरु हो के हो यो साइको भाग्यो हामी ह्याङ रे के ह्याङ बाबा हामी होइन तर हल्का खाएको थियो फ्रेस चाहिँ लगभग भइसक्यो होइन यताको दामी यो भाइसले चाहिँ के भन्छ मेरो भाइ बसन्त र सातजनालाई मैले आउँछ अनि असाइनको हामी फेरि आउने पनि प्लान छ होइन त्यही हो गाइस त्यही हो लास्ट मोबाइल भयो यहाँ यता नाइस वान अब हामी गिटारहरू निकाल्छौँ तल गएर बजाउँछौँ जुन अघिको त्यो मोमेन्टमा आएको छ यहाँ तलतिर चाहिँ आइरहेको थियो नि त्योभन्दा चाहिँ अलिकति फ्रेस भइसक्यो नि फ्रेस भयो भाइ यहाँ है नाइस 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 सिसिआर ब्लगलाई सब्सक्राइब ल सिसिआर ब्लग सिसिआर भिएलओजी भिएलओजी सिसिआर ब्लग र गाइस टगलाहरू केटाहरूलाई प्रमोट हान्नु हिँड्नु आज है बाइकहरू पनि अनि दामी ल फ्रेस भयो अनि दाइ त होइन आम सो लम्मा लास्ट रमाइलो के होइन लगाइ पछि भेटौँ है त उनीतिर भेटौँ है ल फ्रेस भइसक्यो हामी निस्केको अब रुममा जाँदै हो यतै ल लगाइ एउटा कुरा भन्छु म सुन चिन्ता छैन कसरी हाँसु चाहिँ फुलको बासना नबोले नि हाँसिराख्न बासना नबोले नि हाँसिराख्न तर लास्ट रमाइलो भयो दाइ आज लास्ट रमाइलो भयो रमाइलो भयो दाइ लगाइस् आज ब्लग यति नै के हुन्छ अब नेक्स्ट डे सुरु हुन्छ होइन ल यो भिडियो चाहिँ यतिमै आउँछ हाम्रो
भन्दै आजलाई यति नै हस्त नमस्ते बाई बाई गुड नाइट ए भन भाइ हो देउसी रे भन देउसी रे रक्सीकार ज्याप देउसी रे अब यति नै नेक्स्ट पार्टनर यसो भेटौँला बोल्दैन है त ल